उताबाट कफी लिएर आउँछ अनि मैले चाहिँ टक्क रेडी भएर बस्छु अनि उसलाई चाहिँ छिर्के लाएर पछार्न लागि लडाएर कफी मेरो जिउमा पार्ने अनि यस्तरी झ्याप्प गर्ने अनि ऊ चाहिँ लडेर मेरो जिउमा कफी पोखिन्छ अनि अलिक भएन सबैको दिमागमा यही छ क्या अहिले साँच्चीकै यस्तो गरेर आउने त्यस्तो गर्ने झ्याप्प खुट्टा थाप्ने झ्याप्प खुट्टा थापेपछि ऊ लड्छ अनि उसको उसले हातमा बोकेको कफी चाहिँ मेरो शरीरमा लुगामा पर्छ अनि मलाई चाहिँ उनीहरूले 2 करोड दिन्छ कतार एयरलाइन्सले अनि 2 करोड दिएपछि चाहिँ मैले के गर्ने होइन त्यत्रो पैसा तर मैले एउटा घर किन्छु काठमाडौँमा 1 करोडको घर किन्छु अनि बाइक किन्नु गाडी किन्छु होला गाडी किन्छु अनि उपरेको चाहिँ बैंक ब्यालेन्स गर्नुपर्छ होला किनकि भोलिको दिनमा पैसा चाहिन्छ नि त अनि मैले चाहिँ टन्नै पैसा राख्छु ब्याङ्कमा नि राख्छु अनि ब्याङ्कबाट ब्याज आउँछ त्यो ब्याजले मलाई खानु पुगिहाल्छ मेरो दिमाग यस्तै सोचेको थियो क्या साँच्चै यस्तो हुनु नि है अहिले सबको दिमागमा यस्तै छ क्या